भन्छ नि यो चेक यस्तो पिन छ यो चल्दै भने के भन्छ मैले झुकेर चल्यो भने देखिन पिन भएको चेक लागेको देखिन नै मैले चल्यो भने के भन्छ त्यसलाई इलिगल मुभ है तपाईको मुभ नेपालीमा भन्नुभयो नि मुभ गल्ती भयो भन्ने है इंग्लिशमा भन्नुभयो नि इलिगल मुभ भयो है यस्तै दुई जोडी भयो भने गेम हार्नु हुन्छ है दादा खाने चाहिँ हैन त्यसलाई फेरि के भने तपाईको इलिगल मुभ भयो फेरि ब्याक जानु अनि अरु केही गर्नु भन्ने है बुझ्नुभयो दादा खाने चाहिँ मैले देखिन यस्तो चल्नु मिल्दैन देखिन मैले चल्दैछु के भयो यो राजा खाना पाउँदैन गेममा त यो पनि राजा खाना पाउँदैन के भन्ने इलिगल मुभ भयो के भएर तपाईले यो चल्न पाउँदैन अर्को केही चल्ने भन्ने है बुझ्नुभयो यो बाहेक अर्को एउटा कोही उताबाट कोही आएर एकचोटि पिन देखाउनु चलाउनु पिन हो किन किन हो किन यो मार्नु दिने के मार्नु के मार्ने कसै खान्छ रे यसलाई चेक दिनु पर्यो भने यहाँबाट चेक दिन मिल्छ यहाँबाट चेक दिन मिल्छ तर हामीलाई दिँदा कहाँबाट फाइदा भनेर सोच्नुपर्छ त्यही भएर के कहाँबाट दिँदा फाइदा यसरी यहाँबाट दिने है त्यही भएर हामीले यो टपिकहरू सबै सिकिरहेको किन सिकिरहेको त्यही भएर है यहाँ पनि दिनु मिल्छ यहाँ पनि दिनु मिल्छ तर फाइदा कहाँबाट यहाँबाट के हुन्छ है त्यसरी सोचेर ल है यदि राजालाई एट्याक गरेको छ एकछिन अझै राजालाई एट्याक गरेको छ भने क्यान्सल गर्न पाउनुहुन्छ है यो यदि राजालाई एट्याक गरेको छ भने क्यान्सल गर्न पाउनुहुन्छ है अब यहाँ राख्नु यो क्यान्सल गर्न पाउनुहुन्छ कि नहीं यसमा राजालाई हैन भने हात्तीले एट्याक गर्छ तपाईहरु टर्न आउँदैछ फोकस यसपछि आउँछ तपाईहरु पाउँछ यस्तो है यदि हात्तीलाई एट्याक गरेको छ भने चाहिँ यसरी क्यान्सल गर्न पाउनुहुन्छ है दुई पाउन सक्छ भाइ यहाँ पनि दुई पाउन सक्छ है किनकि गाह्रो छ त्यही भएर अब क्यान्सल कतिखेर गर्न पाउनुहुन्न फेरि एउटा यहाँ छ दुई ठाउँमा क्यान्सल यसलाई क्यान्सल यतापट्टि क्यान्सल गर्न के भन्छ यतापट्टि क्यान्सल गर्न के भन्छ अब यतापट्टि मलाई क्यान्सल गर्नु कतिखेर सुपर ग्लु लगाएर राख्दिनु पर्यो यो मैले कहाँ राख्ने तपाईले क्यान्सल गर्न पाउनुहुन्न यो भइसक्यो हेर्नु त यहाँ चेक दिएर क्यान्सल गर्न पाउनुहुन्न भनेर भइसक्यो अब अर्को एउटा छ त्यो भन्नु त कतिखेर क्यान्सल गर्न पाउनुहुन्छ हजुर राजालाई छुँदैन यो छ मसँग राजा यो मतलब भयो अपोनेन्टको कुन पिस कहाँ हुँदाखेरि तपाईले क्यान्सल गर्न पाउनुहुन्छ बुझ्नु भयो क्वेशन बुझ्नु भयो यो त अहिले हैन के भनेको हुन्छ त्यसरी हुन्छ क्यान्सल गरिसक्दा यदि कुनै पिसले त्यो पिसलाई एट्याक गरेको छ भने क्यान्सल गर्न पाउँदैन है क्यान्सल गरेपछि के भयो रुखलाई एट्याक गरेको छ त्यही भएर क्यान्सल गर्न पाउँदैन त्यसै गरी यदि पिसलाई पनि एट्याक गरेको छ भने पाउँदैन तर कुनै पनि पिसलाई क्यान्सल गरिसकेपछि पनि एट्याक गरेको छैन भने पाउँछ हैन त यो क्यान्सल गरेपछि यहाँ कुनै पिस एट्याक भयो त यतिखेर के भयो पाउने भयो हो अस्ति भनेको चाहिँ बिर्सिनु है
सुन्नु भयो है है क्यान्सल गर्न पाउनु सबैलाई क्यान्सल गरिसकेपछि जुन ठाउँमा हामी बस्छौँ नि त्यो पिसलाई कसैले एट्याक गरेको छ भने त्यो बेला क्यान्सल गर्न पाउनुहुन्न जस्तै कि यो यहाँ थियो अरे सपोज है के हुन्छ यो यहाँनिर एट्याक गरिरहेछ क्यान्सल गरेपछि यो कहाँ हुन्छ यहाँ पुग्छ त्यही भएर यतिखेर क्यान्सल गर्न पाउनुहुन्न है त्यसै गरी अथवा यहाँ थियो अरे सपोज त्यो कहाँ छ बिचमा छ क्यान्सल गरेपछि यो यहाँ आउँछ हो त्यतिखेर के हुन्छ यसलाई एट्याक गरिन्छ त्यही भएर के हुन्छ क्यान्सल गर्न पाउनुहुन्न त्यही केसमा यो पनि के छ बिचमा त छ यसको बाटोमा छ तर के हुन्छ क्यान्सल पछि के हुन्छ यहाँ कुनै पिस छैन हो त्यही भएर यतिखेर चाहिँ क्यान्सल गर्न पाउनुहुन्छ है बाटो बन्द गर्दा पनि यतिखेर क्यान्सल गर्न है बुझ्नुभयो सबैले बुझ्यो है त्यही भएर सबै कुइन निकाल्ने होइन कुइन निकालेर के भयो कहिलेकाहीँ कुइनको ठाउँमा अरू पनि निकाल्नुपर्छ है त्यो जहिले पनि कुइन निकाल्ने चाहिँ स्टेटमेन्ट भयो भने के हुन्छ गेम ड्रप है सो अब मलाई चाहिँ सिकाउनु मन छ अझै आधी घन्टा कसले रोक्छ अब प्रदीप भाइलाई केही लोभ देखाएर यहाँबाट भगाउनु पर्यो भन्नुपर्छ यहाँ भगाएर डिस्प्ले गर्नु पर्यो त्यो भने के हुन्छ अहिले अझै सिकाउनु किन त्यसलाई कस्तो डिस्प्लेसन प्रदीप भाइले यहाँबाट भगाउनु भनेको है अर्को इक्जाम्पल मम्मीलाई सबैले भेट्न पाउनुहुन्छ होइन यहाँनिर सबैले सबैले भेट्न पाउनुहुन्छ कोही कोही टाइम अनुसार मिलेर त्यस्तो इक्जाम्पल अर्को सबैले भेट्न पाउनु भएको थियो त्यहाँनिर कसले गार्ड गरेर बसेको भेट्न पाउँदैन कसले रोकेको यहाँ डक्टर यहाँ कसले रोकेको थिए एकजना कोही थियो को थियो हो फर इक्जाम्पल रमाउदिनी हुन्थ्यो उहाँले के गर्नुहुन्थ्यो रोक्नुहुन्थ्यो अनि उहाँलाई हटाउनु पर्यो के गर्नु पर्यो कसरी हटाउनु लोभ्याउनु पर्यो कसरी लोभ्याउनु हो त्यसलाई के भन्छ रमाउदिनीलाई चाहिँ के गर्यो डिफ्लेक्ट गरेपछि के गर्नु पाउनु हो हामीले जे इच्छा गरेको थियो त्यो पार्ट है त्यो टपिक है अब यहाँनिर चेसमा हेर्नु है त्यसरी यो खाइदियो भने यो खाइदिन्छ हो तर हामीलाई यो सिधै पनि खान पाउँछ सिधैमा पनि खान यही राख्ने आउँथ्यो अगाडि हेर त मलाई यो खानु मन छ तर के गरेको छ बचाएको छ है अब यसलाई के गर्नु पर्यो लोभ्याउनु पर्यो अथवा डिफ्लेक्ट गर्नु पर्यो होइन अब यसलाई डिफ्लेक्ट कसरी गर्नु सोच्नु चेक लाग्यो नि त होइन यो खाना त मिलेन यही खानु पर्यो के भयो अब यसमा अझै अर्को त्योभन्दा राम्रो छ अब अलिकति अब हाम्रो के गर्नु पर्यो लोभ्याउनु पर्यो अब लोभ्याउने कसरी हामीलाई चेकमेट गर्नुपर्ने छ हो यिनीहरू नभएको भए यो नभएको भए के हुन्छ हो के हुन्छ चेकमेट हुन्छ काम के भयो यसलाई लोभ्याएर यहाँबाट भगाउने अथवा यहाँबाट जसरी पनि हटाउने है त्यसलाई डिफ्लेक्सन काम यो नचाहिने छ यहाँनिर यसले घुमेर यहाँ गरेको भए त्यसरी जान्छ यहाँ गयो भने पनि यहाँ गयो भने मार्यो भने त अलिकति चेक हुन्छ है यहाँ गयो भने पनि फेरि यसरी बस्नु छ यहाँ चेकमेट भयो है
त्यहाँ बस। अब एउटा मात्रै ठाउँ छ कहाँनिर यहाँबाट यहाँ गयो भने कि त यो खान मिल्छ कि त भाग्नु पर्यो। कतै भाग्यो भने